दाइ हजुर हो? हो भाइ मै हो। म मात्रै होइन यहाँ ग्यासको सिलिन्डर पनि छ भाइ। त्यो लानुपर्ने हो र? ए किन्नु पर्नु भाइ यार, खाना पकाउँदा पकाउँदै छोडेर आएको छु। दाल पकाउने बाँकी छ। दाइ यो त अलिक कस्तो गरम हुन्छ, यो लानुपर्ने नै हो र भने? ए त्यस्तो कुरा नगर, बरु म तिमीलाई 200 थपिदिन्छु भाइ, लजाउँ होइन। ए 200 थप्दिने हो र? साँच्ची हो? एकदम। यस्तै भयो त आउनु चढिहालौँ। तपाईँको दाल पकाउनु हतार भयो। हेलो एभ्रिवान, मैले यसरी नै इनड्राइभ चलाउन थालेको चाहिँ लगभग 3-4 वर्ष भइसकेछ र मैले इनड्राइभ नै चलाइराख्नुको मेन रिजन चाहिँ फ्रिडम नै हो, जहाँ मैले आफ्नै समय अनुसार काम गर्न सक्छु र आफ्नै चोइस अनुसारको राइड पनि लिन सक्छु। इनड्राइभमा काम गर्दा चाहिँ कहिले पनि प्रेसरमा काम गरेको जस्तो फिल भएन। झन् इनड्राइभले त टाइममा 0% सर्भिस फी र गिभहरू गरिरहेको हुन्छ, जसले गर्दा हामी जस्तो ड्राइभरहरूलाई मोटिभेसन मिलेको छ। र इनड्राइभमा चाहिँ ड्राइभर र प्यासेन्जर दुवैको लागि इन्सुरेन्सको पनि सुविधा रहेको छ, जसले गर्दा राइड गर्दा एकदम सेफ फिल गराउँछ। समयमा स्वतन्त्रता र रोजाइमा स्वतन्त्रता, त्यसैले आज भोलि र सधैँभरि म इनड्राइभ नै रोज्नेछु।